सर, कुनै पनि नेपाली नागरिक र विदेशी नागरिक नेपालको कुनै पनि अदालतमा आएर विवाह गर्नु पर्यो भने, अदालती विवाह गर्नु पर्यो भने के कागजहरू चाहिँ आवश्यकता पर्दछन्? सबैभन्दा पहिला निजहरू दुवैजनाको उमेर 20 वर्ष पुरा भएको हुनुपर्छ। त्यसपछि अब विदेशीको हकमा के कागजपत्रहरू आवश्यक पर्छन् भनेर भन्दा त्यो विदेशी नागरिकको दूतावास, नेपालमा रहेको दूतावासले ऊ अविवाहित छ भनेर त्यसलाई भेरिफाई गरिदिनु पर्यो, त्यसलाई प्रमाणित गरिदिएको एउटा सिफारिस चाहियो। त्यस पछाडि त्यो विदेशी नागरिकले नेपालको कुन अदालतमा, कुन जिल्लाको अदालतमा आएर विवाह दर्ता गर्न चाहेको हो त, त्यो जिल्लामा ऊ 15 दिनदेखि अस्थायी रूपमा बसोबास गरेको ब्यौरा पुष्टि गर्ने सोही जिल्लाको कुनै एउटा स्थानीय तहको अस्थायी बसोबासको सिफारिस आवश्यक पर्यो। र त्यस्तै गरेर त्यो विदेशीको देशको कानुनले नेपाली नागरिकसँग विवाह गर्न अनुमति दिन्छ कि दिँदैन उसलाई, त्यो देशको कानुन, त्यो विदेशी कुन देशको हो उक्त देशको कानुनलाई नोटरी प्रमाणित गर्नु पर्यो र त्यसलाई नेपालीमा अनुवाद पनि गर्नु पर्यो। र त्यो भइसके पछाडि अब यता नेपालीको हकमा फेरि के हुन्छ भन्दाखेरि विदेशीको हकमा किनै कागजहरू आवश्यक परे र नेपालीको हकमा के कागज आवश्यक पर्यो भन्दाखेरि आफ्नो स्थानीय तहबाट, स्थायी ठेगाना भएको स्थानीय तहबाट अविवाहित सिफारिस आवश्यक पर्यो। त्यस पछाडि ऊ आफ्नै ठेगाना भएको, स्थायी ठेगाना भएको जिल्ला अदालतमा निवेदन दिने हो भने रासा निवेदन दिन मिल्यो। आफ्नो स्थायी ठेगानाभन्दा बाहिरको जिल्ला अदालतमा गएर निवेदन दिने हो भने नेपालीले पनि 15 दिनदेखि त्यो जिल्लाको कुनै एउटा ठाउँमा बसोबास गरेको ब्यौरा पुष्टि गर्ने सोही जिल्लाको कुनै एउटा स्थानीय तहले अस्थायी बसोबासको सिफारिस दिनु पर्यो। र यी कागजहरू कम्प्लिट भइसकेपछि विदेशीको राजधानीको फोटोकपी, नेपाली नागरिकको नेपाली नागरिकताको फोटोकपी, दुईजना साक्षीहरूको परिचय खुल्ने नागरिकता, लाइसेन्स लगायतका कागजपत्रहरू र 4 कपी फोटो भइसके पछाडि उनीहरूले सम्बन्धित जिल्ला अदालतमा गएर निवेदन दिन सक्छन्। र कुनै जिल्ला अदालतमा 1 दिनमा हुन्छ र कुनै जिल्ला अदालतमा 2 दिनसम्ममा पनि लाग्न सक्छ, 2 दिनसम्म पनि लाग्न सक्छ। त्यसपछि उनीहरूको दर्ताद्वारा विवाह, कोर्ट म्यारिज हुन सक्छ।